नमस्कार। आज हामी अलिकति फरक प्रसङ्गमा कुराकानी गर्नेछौँ। नेपालमा भूमिहीन दलितको सङ्ख्या, भूमिहीन सुकुम्बासीहरूको सङ्ख्या र अव्यवस्थित बसोबासीको सङ्ख्याको आधारमा राज्यले पटक पटक विभिन्न प्रकारका आयोगहरू निर्माण गर्दै सरकारै पछि आयोगहरू निर्माण गर्ने भत्काउने क्रम जारी राखेको थियो। त्यसै सन्दर्भमा देशैभरिबाट अहिले यो विभिन्न 3वटा क्याटेगोरीमा मान्छेहरूको लगत सङ्कलन गरिरहेको थियो। राज्यबाट सेवा सुविधा लिएर आयोगमा बसेर काम सम्पन्न नगर्ने, सरकार परिवर्तनसँगै ती आयोगहरू पनि फेरबदल भइरहने कुराले यो विषयमा पूर्णता पाएको थिएन। त्यसकारण आज यो समस्या देखा परेको छ। ठिक यति बेला राज्यले सहरको सौन्दर्यताका निम्ति सहरमा एक खालको अभियान चलाएको छ भने ग्रामीण क्षेत्रको सन्दर्भमा कुनै न कुनै व्यवस्थापन नगरिकन त्यो प्रकारको धरपकड गर्नुहुन्न भन्ने आवाजहरू पनि देशव्यापी रूपमा आइरहेको छ। यसै सन्दर्भमा हामी के आग्रह गर्न चाहन्छौँ भने राज्य पक्षले कुनै न कुनै रूपमा विवरणहरू सङ्कलन गरेको छ। दलित, भूमिहीन सुकुम्बासीहरू र अव्यवस्थित बसोबासीहरूको हकमा राज्यले एउटा कालको व्यवस्थापन मिलाएर नागरिकहरूको चाहिँ सुरक्षाको जिम्मा लिन पर्छ। त्यसतर्फ नेपाल सरकार, नेपाल राज्य अगाडि बढ्नुपर्छ भन्ने कुरा हामी पनि स्पष्ट रूपमा राख्न चाहन्छौँ र सोही बमोजिम अगाडि बढ्नुपर्छ भन्ने पनि हो। र यसै सन्दर्भमा सरकार एकदमै सिरियसली, हामीले यो पनि पहिला भनेका थियौँ कि सहरको सौन्दर्यता र ग्रामीण क्षेत्रको मौलिकतासँगै जोडेर लिएर जान आवश्यक छ। त्यसकारण भूमिहीन दलित सुकुम्बासीको वैकल्पिक व्यवस्था नभइकन राज्यले त्यो ठाउँमा धरपकडहरू गर्नु हुँदैन र सहरको सौन्दर्यताको पनि आवश्यकता छ। विश्वव्यापी रूपमा सहरीकरण जसरी भइराखेका छन् त्यसलाई पनि हेर्न आवश्यक छ। त यो सबै कुराहरूको सन्तुलन मिलाएर सरकार अगाडि बढ्छ भन्ने कुरामा अपेक्षा गरौँ, आशा गरौँ, जान्छ। यदि त्यसो भएन भने स्वाभाविक रूपमा जनताले नैसर्गिक अधिकारको प्रयोग गर्छ र राज्यको विरुद्धमा विद्रोह गरि नै हाल्छ। यसकारण हामीले यो विषयमा के चाहिँ सिरियसली यति बेला हामीले बुझ्न जरुरी छ भने सरकारले वैकल्पिक व्यवस्थासहित ग्रामीण क्षेत्रहरूको सन्दर्भमा अगाडि बढोस्, हामी त्यो आग्रह गर्न चाहन्छौँ। यो रूपमा अहिले जसरी पनि यो समस्याहरू चाहिँ आइराखेको छ यसलाई सिरियसली राज्य पक्षको तर्फबाट उसको निराकरण नगरिकन यो जे खालको परिस्थिति निर्माण हुन खोजेको छ यसले राज्य पक्षलाई पनि राम्रो गर्दैन र विद्रोह कुनै न कुनै रूपमा मान्छेले गर्न जो खोजिराखेको छ त्यसमा हामी धैर्यता पनि गर्न आवश्यक छ। वर्षौँ 2 दशकभन्दा बढी, 3 दशकभन्दा बढी लामो समयदेखि मान्छेहरू बसेर विभिन्न आयोगहरू मार्फत काम सम्पन्न नभएको अवस्थामा आज हामीले रातारात वा महिना दिनभित्र तुरुन्तको तुरुन्तै यसको अपेक्षा गरेर पनि यो सम्भव छैन। त्यसकारण सरकारले सही ट्र्याक समात्छ, राज्य अभिभावकविहीनहरूको अभिभावक हो भन्ने प्रत्याभूति दिलाउँछ भन्ने कुराको आशा गर्दै केही समय धैर्यताका साथ बस्न पनि पर्छ र व्यवस्थापन पनि मिलाउन पर्छ भन्ने कुरा सँग लिएर जानुपर्छ। धन्यवाद।